ल है चियर्स गरौँ न चियर्स वाउ कस्तो मिठो यार भिडियो अगाडि माया गरेको को नि बोलेको को गर्नु त जा ल गर त कतिको पहिले थिइस् भन्दा त धेरै नै भयो आइज ओके देखिस् आइज कस्तो लाग्यो छु लाउनु पर्ने त होइन पर्दैन हामी कता जान्छौँ भिडियो बनाएर हो भिडियो बनाएको यसलाई मात्रै फोकस गरायो हुन्छ दिदी नौटङ्की हो वाउ तातो तातो देख्छ हजुरले खान्छिनी होइन मैले खान्न ल है ल चियर्स गरौँ न चियर्स ल ल हाम्रो चाहिँ यत्रो चिया दिएर मलाई तपाईँलाई मनपर्छ मनपर्छ मैले त त्यति खाने भनेर पहिले भनेको थिएँ ल मैले पनि पहिले भनेको थिएँ ल हुन्छ दिदीलाई फसाउने तपाईँको रियल बहिनीमा हो त्यही त हो दुईजनाको कुरा मिल्छ कि हो त्यही त त्यही भएर पनि हो के खासमा असली बहिनी मैले चाहिँ यो फ्रीमा लिएर आएको फ्रीमा हो एकदम पुरा मिलाएर आएछ कि प्लिज सेती मिलाएर आएको कि पुरै अबे झाउरे खान थाल्यो वाउ कस्तो मिठो यार आज खानी हो दर खानी हो त्यही त दिदीले बनाउनु भएको अब हाम्रो काम के हो खाने खाने काम हो हाम्रो काम त फेरि खाने मात्रै हो कि त्यही भएर अब खाने भेटिनु पर्यो भगवान् के कुरालाई भेटाइदिनु न यहाँ हेर म यहाँ दिदीलाई भेट्न आएको दिदीले त मलाई बिहा गर्न बोल्नुपर्छ हिँडेर जाने हो भाग्ने हो म त यो चोरलाई चाहिँ छिट्टै बिहा गराउनुपर्छ यो वर्षको मङ्सिरमा त पक्कै हुन्छ होइन अब आउने वर्षको मरिचगिरमा मङ्सिर कुरा गर्थेँ अस्ति तपाईँले 20 वर्ष त्यही भन्दै आउनु गाइज होइन म चाहिँ एक्चुली मलाई चाहिँ खान मन लागिरहेको थिएन मासु खानु मन लागिरहेको थियो अनि मैले दिदीलाई चाहिँ फोन दिदी मलाई मासु खानु मन लागिरहेको छ भने अनि यहाँ पाकिहाल्यो कि त्यस्तो हो कि माया भनेको दिदी बहिनी माया हो नि जबरजस्ती हो नाटक हेर नाटक हेर न अरूलाई गाली गरेर भ्याउने त्यहाँ भिडियोको अगाडि माया गरेको को नि बोलेको को त्यहाँ मैले कुटा त कुटा लागेको छ कुटा न ज्यादा खाइहाल्ने केटा मासु चाहिँ एकदम मनपर्छ म यो अचम्म पर्छ कि भोक लाग्यो नि मलाई आज भन्छु मासु भएको बेलामा देख्न मासु भएको बेला तँलाई भोक्नलाई कोची कोची खानु पर्छ पर्छ मलाई पर्छ म त खान्छु भोग्नलाई नि खान्छु मासु हो नि नखा क्या नखा पेट फुट्छ भन्छ तँलाई के मतलब खान्छु अनि दही पनि मैले खाएँ दही पनि अलिकति धेरै खान्छु ए बा चोरै रहेछ मसरुम हुँदा हुँदा पनि मेरो मसरुम तरकारी हुन्छ त्यो पनि खान्छु यति देऊ न भन्दै खान्छु हेर्नुहोस् त अब हामी कति बजी खाएको ओ कि त्यही त कति पछि खाएको कि बाफ्रे त्यही सोचिरहेको थिएँ कि मैले पनि अनि त्यही त यसले चलाउने दिदी यसले चलाउने हो ल हुन्छ केही थाहा छैन मलाई त यहाँ आएर खाने मात्रै काम हुन्छ मेरो सोमाले दिदी मलाई मैले जस्तो बनाए पनि केही नभन्नु ल ल हुन्छ चियापत्ती लाएको छैन गाइजहरू चियापत्ती हाल्नु पर्यो मसाला पनि हाल्नु पर्यो यो चाहिँ ल्वाङ र सुकमेलको हो यो ल्वाङ सुकमेलको छ यो पनि हाल्न भन्नुभएको छु लेट्स यो त मसाला थोरै हाले पनि हुन्छ है तपाईँहरूले चाहिँ अहिले के गर्दै हुनुहुन्छ यो पानी परेको बेलामा चाहिँ होइन तपाईँ सेयर गर्नु कमेन्टमा कमेन्ट गर्नु होला होइन अनि म चाहिँ चिया पकाउँदैछु सो तपाईँहरूले खान मन छ होला सो यु गाइज आर वेलकम टु माई युट्युब च्यानल आउनु होला तपाईँ चिया
पर्छ चिनी कतिको लगाएको छ चियापत्ती कतिको लगाएको छ भने मैले टेस्ट गर्छु ल जुठो त बनाउँदा हुन्छ होला तर पनि टेस्ट गरौँ ल गाइस कतिको लागेको छ गाई टेस्ट गर्नुहोस् त लागेको छैन साँच्चै म टेस्ट गर्छु थोरै चिनी चाहिँ लागेको छ So I'm getting ready for this class. थोरै थप्न परेको थोरै भयो सो लगिदिउँ ल गाइस दिदीलाई त्यहाँ हुनुहुन्छ थ्याङ्क यू खानु चाहिँ मैले कस्तो बनाएको छ थाहा छैन म खाए भन्छ है हस् हुन्छ उसले त खाँदैन के रे तिमीलाई खानु मन छैन मैले बनाएको देखेर ए ओके तपाईँ खानु त ल एक चिप लिएर कस्तो छ भन्नु ल मिठो छ साँच्चै हो र साँच्चै हो त स्पेशल चिया छ भाइ यो त ओ साँच्चै हजुरले चिया सब खोल्नु भयो भने नि हजुरको जति पनि भ्युवर्सहरू हुन्छ नि उहाँले किनेर सकायो त्यति दिनमै 50 आउँछ यति मिठो चिया त्यसो भए तिमीले नि खाने भए खाऊ के रे म त खान्न तर मिठो बनाउँछ थाहा ए हो ल ल त्यस धन्यवाद यस्तो चिसो मौसममा तातो तातो चिया ओ माय गॉड मिठै भयो रहेछ अलिक गुलियो भएको होला सायद जाडो भएको रे नङ्गु देखाउ त वाउ मेरो पनि यहाँ छ तर भाइ त दिस इज फर यु ओप्पा गर्नु त यस्तो यस्तो कस्तो रे यस्तो यस्तो गरे यस्तो कस्तो रे यस्तो हो मेरो दिदीको स्कुटर छ यहाँ देखाउँछु तपाईँहरूलाई मैले स्कुटर हेर्नु न अब मतलब मेरो दिदीको स्कुटर एभिएटरको स्कुटर होइन अनि त्यसपछि मलाई पनि नआउने होइन स्कुटी सिक्न स्कुटी चलाउनु नआउने होइन आउँछ र अहिले धेरै भयो मैले चाहिँ नचलाएको सो हुन्छ नि यसो यहाँ सिकाउनु भएको थियो स्कुटर चलाउनको लागि चाहिँ अनि सो अनि त्यही भएर म तपाईँहरूलाई चलाएर देखाउँछु यस्तो गरेर लक छ बाइ द वे स्कुटर इज लक्ड अहिले मिल्दैन पछि गर्छु म तपाईँहरूलाई पछि हुन्छ नि पर्फेक्ट भएपछि चलाएर देखाउँछु ल गाइस यति देखाउनु थियो यसो यहाँ बसेर चिया खाऊँ ल चियर्स गाइस चिया तपाईँहरूले के खाँदै हुनुहुन्छ तर पनि के भन्छ यस्तै हट ड्रिङ्क्सहरू खाँदै हुनुहुन्छ अन्त कस्तो मिठो बनाएको छु तर मैले पानी पऱ्यो चिसो भयो त्यहाँ गएको त दिदी उता पढ्दै हुन्छ नि त कता गएर हल्ला गरौँ कस्तो आम हियर मलाई पढ्नु छ तर म गर्दिनँ बादल गद्री के अरे आकाश गर्जिन लाग्यो म त डर लाग्छ बाहिरतिर जान्छु ल डर लाग्छ बादल गर्जिन चाहिँ चक्कर को लाग्यो फुल